Hello everyone, namaste and welcome back to my channel. अनि के साथीहरु यो चाहिँ टिकाको अघिल्लो दिन मैले सेलिब्रेट बनाउन सिकिरहेको हो। यो म त्यहाँनिर डबल जोड हाल्दै रहेछु क्या यो ठुलो भए यस्तो भयो मेरो रोटी। साथीहरु हाम्रो छतमा चाहिँ योपालि त्यति यस्तो फुलेन सयपत्री फुल यस्तो मात्रै फल्यो। मम्मी एकदम स्याड हुनुहुन्छ, बरु यस्तै रोपेको भए हुने रहेछ अरे। यत्रो बोट छ तर अलि हके माला ह्यापी तिहारको माला बन्दैछ भाइहरूको लागि, मम्मीको भाइहरूको लागि अनि मेरो भाइको लागि। यो चाहिँ हाम्रो माला बनेर रेडी भयो भोलिको लागि। आज चाहिँ हो तिहारको पार्टीका अनि स्मृति यहाँ छ। मिठो मिठो पर्क पाक्दैछ। यहाँ चाहिँ चिकन पाकिसकेछ, हामी उता नआउँछ चना आलु अन्डाहरू मिठो मिठो पकाउँदै हुन्छ है साथीहरू। तर हामी चाहिँ यता टिका लगाउने ठाउँमा के गर्नुपर्छ, टिका लगाउने ठाउँमा अलिअलि डेकोरेसन गरौँ भनेको आइडिया भएन। हेर्न सक्नुहुन्छ गाइजहरू, हाम्रो यहाँ दिवालीको प्रिपरेसन हुँदैछ। हाम्रो कान्छा मामा रेडी अघि आइपुगेको होइन, धेरैपछि नाटक बित्ति युरीले हामीलाई सघाउँदैछ। हाई भन्छ, हाई हाई। साथीहरू पूजा गर्नु यस्तो गरेर भ्यायो। टिकाहरू रेडी पारेको छौँ, सबै कामहरू भ्यायो, अब रेडी हुने। राम कति हो फुल त रातो दुईटा कानमा अनि यहाँ होइन मम्मी घाँटीमा हाम्रो भाइलाई माला Happy Tihar! म चाहिँ लगाउँदा अलिक धेरै नै लगाइदिएछु। डर नाकमा अब स्मृतिको टर्न। के अरे स्मृति? गर्छ दिदी बहिनीलाई, भाइलाई सबैको पुस्तिरहेछ। लगाएर भ्यायौँ हामीले, खुट्टा ढोग्ने ल। अनि के साथीहरू, यो चाहिँ डेरीको दिदीबहिनी टाढा भएर अब नपाउनु भएर मैले आफै डेरीलाई टिका लगाइदिएको, निधार खाइ नहोस् भनेर टिका मात्रै। मामालाई पूजा गर्ने आन्टीलाई धेरै छैन बसेर हुन्छ नि। जेठा मामा हाम्रो मम्मीको दाइ अन्त यो मम्मीलाई त मोटोपनले भएन साथीहरू। दिदी बहिनीले दाजुभाइलाई
अनि पनि आफूलाई छिटो धन्यवाद ह्यापी तिहार खाइदिँदै हुन्छ यहाँ यसो गर्दा हुन्छ खाएर सतरङ्गी टी खुट्टा ढोक्नु खोइ त खुट्टा चाहिँ ढोकेको पैसा दिने कार्य ल लाग्ने मोटी छस् भाइला टिका लगाइकन आँटेको धन्यवाद भन्दा पहिले कुकुरहरूले भदैलाई लगाइँदै हुन्छ ल छुनु भनेको थियो नदिनु लु मैले पनि हात पकाएँ सरी अहिले अब मेरो भाइले नाटक सबैलाई अब दिन अवस्था अघि 5 दिन नमस्ते गरेको थिएन र भाइ अब हामी ग्रुपिङ फोटो खिच्छौँ साथीहरू ग्रुपिङ फोटो खिच्छौँ दाजु साथीहरू यस्तै हुन्छ कसलाई आउनु यता आउनु उता आउनु भन्दा भन्दै टाइम बित्छ कि सबैले एउटै साडीलाई ट्रेनिङ गरेको हजुरआमा म अघि मम्मीलाई देख्नु भयो होला वर्षाले सेम साडी चुरी पनि सेम ह्याप्पी तिहार भन्नु आमा मम्मी हामीले ट्रेनिङ गरेको यहाँ बिचमा डेटले ट्रेनिङ गरेको छ अब डान्स स्टार्ट भइसक्यो है साथीहरू खाएर यहाँनिर रैया चाँदीको कुचेको दौरी जै रैया चाँदीको ए खाइवरी अब हामी त रमाइलो गर्दैछौँ है साथीहरू तिहारको रातभरि तास खेल्न स्टार्ट भइसक्यो यो चाहिँ तासको मेन हो है मेन अब म पनि खेल्न जान्छु बसेको यिनीहरूले बाँड्दै बाँड्दै किटी भयो अब फलास खेल्नुपर्छ साथीहरू फलास दुईजनालाई लडाउँ है ल साथीहरू यस्ता साथीहरू मेरो शताब्दी हल्ला होइन साथीहरू अब हामी झिरझिरे फटेकाहरू पड्काउन आँटेको नछुवा बम पड्क बडो एक्साइटेड छ यसको पाले ह्याप्पी तिहार भन अब यो चाहिँ यो अब त्यसको डन है माथि गएर फुट्ने यो यहाँ मती चाहिँ कहाँ लिएर आइसन आफै त हावा भरिन्छ क्या एयर बलिङ जस्तै